सो हाई एभ्रिवान, तपाईँले अहिलेसम्म टिकटकमा धेरैजनालाई हेर्नु भएको होला। मैले अनलाइनबाट यति इन्कम गरेँ त्यति इन्कम गरेँ, तर पनि तपाईँले अनलाइनबाट 1 रुपियाँ पनि कमाउनु भएको छैन भने म ग्यारेन्टी दिन्छु, तपाईँले यदि मेरो यो भिडियोलाई सुरुवातदेखि अन्तिमसम्म हेर्नुहुन्छ भने तपाईँले 100% इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। र म जुन प्लेटफर्ममा काम गर्छु त्यो प्लेटफर्ममा जोइन गर्नको लागि प्रोसेस के छ म त्यो हजुरहरूलाई बताउने छु। सो जोइन गर्नको लागि तपाईँले यहाँ चाहिँ कुनै पनि क्रोम या ब्राउजरमा जानु होला। यता गएपछि तपाईँले सर्च गर्नु होला लर्निफाई नेपाल। सर्च गरेपछि यहाँ चाहिँ सुरुमै हाम्रो कम्पनीको वेबसाइट पाउनुहुन्छ। सो फर्स्ट वेबसाइटमा क्लिक गर्नु होला। अब यो वेबसाइटमा तपाईँले वर्क गर्नका लागि हजुरले 3वटा प्याकेजेस पाउनुहुन्छ। सो फर्स्टमा आउँछ हाम्रो सिल्भर प्याकेज। यो सिल्भर प्याकेज तपाईबाट यो प्याकेजबाट स्टार्ट गर्नुहुन्छ भने तपाईले मन्थली बेसिसमा 10 देखि 12,000 13,000 सम्म पनि इन्कम गर्न सक्नुहुन्छ। र यो सिल्भर प्याकेजको कोस्ट रहेछ मात्र 1699 रुपैयाँ र तपाईले योबाट पनि स्टार्ट गर्न सक्नुहुनेछ। अनि त्यसपछि आउँछ हाम्रो डायमन्ड प्याकेज है। सो डायमन्ड प्याकेजबाट स्टार्ट गर्नुहुन्छ भने तपाईले मन्थली बेसिसमा 20 to 30 के सम्म इन्कम गर्न सक्नुहुनेछ। र यो डायमन्ड प्याकेजको कोस्ट रहेछ मात्र 3500 रुपैयाँ। अनि त्यसपछि आउँछ हाम्रो मास्टर प्रो प्याकेज है। सो यो प्याकेज तपाईको लागि एकदमै बेस्ट होला मेरो एक्सपिरियन्स र सजेसनको हिसाबले, किनभने यस प्याकेजमा तपाईले सबभन्दा बढी इन्कम गर्न सक्नुहुनेछ है। सो तपाईले यो प्याकेजबाट स्टार्ट गर्नुहुन्छ भने तपाईले यहाँ चाहिँ 3वटा प्याकेज तपाईले फ्रीमै पाउनुहुन्छ। सो तपाईले यो प्याकेजबाट स्टार्ट गर्दा तपाईले सबभन्दा बेस्ट इन्कम पनि हुने हो र मेरो एक्सपिरियन्सको र सजेसनको हिसाबले। सो यो प्याकेज लिनको लागि तपाईले यहाँ चाहिँ बाईमा क्लिक गर्नु होला। यता बाईमा क्लिक गरेपछि बाई नाउमा क्लिक गर्नु होला। अनि स्पोन्सर आईडीमा तपाईले यहाँ चाहिँ स्क्रिनमा हेर्नु भइरहेको छ त्यो स्पोन्सर आईडी यहाँ चाहिँ पेस्ट गर्नु होला, यहाँ चाहिँ राख्नु होला। अनि यति गरेपछि तपाईले यहाँ चाहिँ तलमा आफ्नो नाम राख्नु होला। जस्तै मैले नट स्योर राखिदिए नाम है। सो डेट अफ बर्थमा तपाईले आफ्नो डेट अफ बर्थ राख्नु होला। अनि इमेलमा तपाईले आफ्नो इमेल राख्नु होला। अनि नम्बरमा तपाईले यहाँ चाहिँ आफ्नो नम्बर राख्नु होला। अनि डिस्ट्रिक्टमा तपाईले आफ्नो डिस्ट्रिक्ट राख्नु होला। पासवर्ड 1 देखि 8 सम्म राख्नु होला सुरुमा आईडी बनाउँदाखेरि। आई एग्री एन्ड टर्म्स एन्ड कन्डिसनमा चाहिँ क्लिक गरेर यहाँ चाहिँ प्लेस अर्डर गर्नु होला। यति गरेपछि तपाईले यहाँ चाहिँ तलमा चाहिँ कम्पनीको चाहिँ क्यूआर पाउनुहुन्छ है। सो तपाईले यहाँ चाहिँ कम्पनीको क्यूआर पाउनुहुन्छ। अनि यसमा चाहिँ तपाईले पेमेन्ट गर्नुपर्ने हुन्छ। सो यसको चाहिँ स्क्रिनशट लिनु होला। यसको स्क्रिनशट लिएपछि तपाईले यहाँ चाहिँ जेबाट पेमेन्ट गर्नुहुन्छ ई सेवा अथवा जेबाट नि पेमेन्ट गर्नुहुन्छ, पेमेन्ट गरिसकेपछि यहाँ चाहिँ पेमेन्ट गरेको स्क्रिनशट राख्नु होला। तलमा यहाँ चाहिँ पेमेन्ट स्क्रिनशट राख्ने अप्सन आउँछ। सो यहाँ चाहिँ तपाईले पेमेन्ट स्क्रिनशट राख्नु होला। अहिलेको लागि यो म राख्थे। सो पेमेन्ट स्क्रिनशट यहाँ चाहिँ राख्नु पर्ने हुन्छ। अनि यहाँ चाहिँ ट्रान्जेक्सन कोडमा तपाईले जसको आईडी चाहिँ बनाउँदै हुनुहुन्छ तपाईले आफ्नो चाहिँ आईडी बनाउँदै हुनुहुन्छ भने चाहिँ तपाईले आफ्नो नाम राख्नु होला। जस्तै मैले इक्जाम्पलको लागि धीरज राख्दिए है। सो यति राखेपछि चाहिँ कम्प्लिट पेमेन्टमा क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईको आईडी चाहिँ 5 से 10 मिनेटको भित्रमा तपाईको आईडी चाहिँ लगइन गर्न मिल्छ। अनि त्यसपछि हजुरको आईडी पनि एक्टिभ भइहाल्छ। यति गरिसकेपछि तपाईहरुले चाहिँ मेरो टिकटकको बायोमा व्हाट्सएपको नम्बर छ, त्यहाँ चाहिँ मलाई मेसेज गरिदिनु होला र म हजुरलाई नेक्स्ट प्रोसेस के गर्ने कसरी गर्ने हजुरलाई A to Z सबै नै गाइडेन्स गर्नेछु र हाम्रो ग्रुपमा पनि एड गरिदिनेछु कसरी के गर्नुपर्छ सबै कुरा सिक्नको लागि है।